हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो च्यानलमा। आज पनि अलिकति केही टाइमको अन्तरालपछि पनि फेरि हामी तपाईँहरू समक्ष चाहिँ एउटा सानो भिडियो लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। पक्कै पनि तपाईँहरूले यो भिडियोमा देखिरहनु भएको छ। हजुरलाई लाग्न सक्छ यो के रहेको हो अहिले भनेर चाहिँ लाग्न सक्छ। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र अन्तिमसम्म भिडियो हेरिसक्यो भने पक्कै पनि हजुरलाई यो भिडियोमा के देखाइरहेको छ पक्कै पनि हजुरलाई थाहा हुनेछ। ल अहिले चाहिँ हामी सेराना जातको मौरी होल निर्यास भएको कारण यो रुखको टुप्पोमा गएर मौरी बसेको अवस्था रहेको छ र यसलाई चाहिँ हामी छोप्न लागिरहेको छौँ। रुखमा चढ्न अलिकति गाह्रो भएको कारण हामीले अलि लामो बाँस काटेर बाँसको टुप्पोमा मौरीको चाका फिट गरेर हामीले यसरी मौरी छोप्न लागिरहेको छौँ। हजुरले देख्न सक्नुहुन्छ भिडियोमा यसरी यो लामो बाँसको सहायताले मौरीको चाका फिट गरेर हामी गोलालाई चाहिँ हामी छोप्न लागिरहेका छौँ। र अहिले हामीले चाहिँ अब पटक पटक एकैचोटि चाहिँ मौरी समाउन चाहिँ अलिकति गाह्रो भएको कारण चाहिँ हामीले पालो चाहिँ चाकामा ल्याउँदै हामीले यो मौरी छोप्ने झोलामा चाहिँ हामी राखिरहेका छौँ। अहिले चाहिँ एक क्लट पहिलोचोटि चाहिँ हामीले झोलामा चाहिँ छोपिसकेको चाहिँ अवस्था रहेको छ। फेरि पनि हामी अब दोस्रो पटक चाहिँ हामी छोप्नलाई चाहिँ फेरि रेडी हुँदैछौँ। लुसौँ लुर्नु त मजाले लुसौँ। अहिले चाहिँ पहिलोचोटि छोपिसकेको झोलामा आमाले हेरिरहनु भएको छ कि यहाँ रानु आएको छ कि छैन भनेर, किनकि यहाँ अलिकति भुनभुनाइरहेको चाहिँ अवस्था चाहिँ रहेको छ। तर चाहिँ हामीले पहिलोचोटि नै रानुलाई चाहिँ हामी मौरीलाई चाहिँ झोलामा चाहिँ राख्न सफल भएको चाहिँ छ। तपाईहरूले देख्न सक्नुहुन्छ रुख चाहिँ यो रहेको छ। यो रुख चाहिँ अलिकति साह्रै नै अग्लो भएको कारण चाहिँ हामी रुखमा चढ्न सकेनौँ। त्यसैले बाँसको लिङ्गोको सायदमा बाँसको लिङ्गोमा चाहिँ टुप्पोमा चाका राखेर चाहिँ हामीले यसरी मौरी छोप्दैछौँ। Tu to idur be di tur ta khayo to no. Tu rani mok le. Tu rani are भने यो सुरे बु. सही हो? तपाईहरुले पनि यसरी नै अलि चढ्न नसक्ने रुखमा मौरी गोला चाहिँ गएर बसेको छ भने बाँसको सहायताले बाँसको टुप्पोमा चाका फिट गरेर चाहिँ हजुरले पनि यसरी नै मौरीलाई छोप्न सक्नुहुन्छ। र अहिले चाहिँ हामीले यसरी दिउँसो छोपिएको मौरीलाई चाहिँ अहिले घरमा चाहिँ यसरी राख्दैछौँ। हस् त हजुरले आजको भिडियो कस्तो लाग्यो
भिडियोलाई लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनुहोला। धन्यवाद।